वेलकम ब्याक साथीहरु मेरो न्यू ब्लगमा फेरि तपाईहरुलाई स्वागत छ। आज म आफ्नो यता तराईतिर हाम्रो थारू समुदायतिर यसो गुङ्गीलाई कसरी परिकार बनाएर खान्छ यो सुरुदेखि यो बनाउने प्रक्रियाको बारेमा तपाईहरुलाई म आज जानकारी दिनेछु। बाबु के गरेको? ओ हेलो, यो भनेको तपाईको गुङ्गी हो। यसलाई अहिले सफा गर्ने प्रक्रियामा छ अनि यो बनाइरहेछ। अब यो कसरी उपयोग गरिन्छ, कसरी खान्छ हैन, त्यो सबै प्रोसेसको बारेमा म यहाँ सोध्दै छु। यो के गरिराख्नु भएको? गुङ्गी काटेको। ए हो। अनि यो गुङ्गी भन्छ, गुङ्गी। यसलाई यो हेर्नु न, यो कसरी यो एउटा काटेर बिस्तारै देखाउनु त। यो यसरी खोइ कुन भाग काट्नुभयो? ओ यो पछाडिको भाग यसरी काट्नुहुन्छ। उ गरेर देखाउनु त मजाले हो। यो पाराले यो काट्छ हैन। अनि यो काटिसकेपछि अब यो पुरै काटिसक्नुहुन्छ। त्यसपछि यो कसरी यसलाई सफा गरिन्छ त्यो यसको अगाडि म तपाईलाई देखाउँछु। यसलाई यो तरिकाले मजाले बिस्तारै यसलाई भुइँमा रगड्दै यो मजाले यसलाई साफ गरिन्छ। अनि यो बिस्तारै तपाईको यसमा भएका फोहोरहरू, माथिमा लागेका फोहोरहरू, सबै फोहोरहरू सफा भएर जान्छ। यो तरिकाले तपाईहरु पनि यसरी गर्न सक्नुहुन्छ है। अब म तपाईहरुलाई यो यसरी यो गुङ्गीलाई यसरी तातो पानीमा, अलिअलि तातो पानी छ, त्यो तातो पानीमा यसरी यो उमाली राख्नु भएको छ। पहिला यो गुङ्गीलाई यसरी यो सफा गरेर यसलाई यो सफा गर्ने तरिका हो। यसलाई सफा गर्नको लागि अब यो गुङ्गीलाई यो सफा गरिसकेपछि यसलाई यो तातो पानीमा, हल्का तातो पानीमा पहिला उमाल्नु पर्छ। पुरै तातो पानीमा, हल्का हैन, यो पुरै तातो पानीमा यसलाई उमाल्नु पर्छ। यो उम्लिराखेछ। अब यो ग्यासमा अलि टाइमै लाग्छ, 5-10 मिनट। अनि यो बिस्तारै उम्लिरहेछ। यो पुरै उम्लिन्छ तबसम्म अब यो हेर्नु, यो मजाले यो गुङ्गी जुन छ यो पुरै उम्लिसकेछ। यसरी उम्लिसकेपछि यो झन् अझै सफा हुन्छ, किनभने यसभित्र रहेका माटोहरू अझै त्यो त्यसको चिती भन्छ, त्यो सबैहरू यसबाट पाकेर निस्किन्छ। अनि भन्नु त यो उमाल्नुको खास के होला? किन उमाल्नुहुन्छ यसलाई भन्नु त? ए भन्नाले उहाँले त्यो के भन्छ, यस्तो प्वाकहरू हुन्छ नि, यस्तो यो छेउमा जुन लागेको छ त्यो, अनि माटोहरू, बालुवाहरू जुन खाएको हुन्छ त्यो सबै निस्किन्छ। यसरी मजाले 5-10 मिनटसम्म यसरी मजाले चलाउनु पर्छ। यो चलायो भने यो बिस्तारै के हुन्छ भने यो सबले यो तपाईको यो रेडी अवस्थामा छ। रेडी भन्नाले खानको लागि हैन, यो तपाईको यो जुन उमाल्नु भयो नि, यो उमालेको पुरै तयारी अवस्थामा छ। अब यसलाई यो उमालिसकेपछि यसलाई अब फेरि सफा पानीले धुनुपर्छ। यसलाई मजाले यो बटुकीमा यो खास मेन थियो, यो उमाल्नुको मतलब यो माटो, बालुवा र यो निकाल्नु। अब यसलाई सफा पानीले धुन गइराख्नु भएको छ। यो टुवेलबाट धोएर आउनुहुन्छ तबसम्म मसालाहरू रेडी छ कि छैन, यसरी यो ग्राइन्डरमा यो यसरी मसाला रेडी गरेर राख्नु भएको छ। यो मसालामा के मिलाउनु भयो हो भन्नु त? ए भन्नाले लसुनको पात हो कि? लसुनको पात, जिरा अनि सरसो, तोडी भन्छ, त्यो कालो वाला तोडी। अनि यसरी यो
तपाईको सबै कुरा तपाईले स्वाद अनुसारले लसुन अनि यो अदुवा अनि लसुनको हरियो पात अनि सर्सो अनि जिरा अनि त्यसपछि यति कुराहरू मिलाएर यो ग्राइन्डरमा मजाले बेसरी चलाएर यो रेडी पारिराख्नु भएको छ। अब त्यो सफा भएर आउँछ अनि यहाँ फेरि पक्न थाल्छ। पकाउने तयारीमा छ। सबभन्दा पहिला यसरी यसमा हल्का तेलमा मसला र बेसार हालेर यसलाई मजाले चलाइराख्नु भएको छ यो ग्यासमा। अनि हल्का बेसार हाल्नुभयो। तपाईहरु पनि सुरुमा यो कराहीलाई तताएर आवश्यकता अनुसारको तेल हाल्नु होला। अनि त्यो तेल उमल्न थालेपछि के गर्नुस् भने त्यसमा त्यो अघि मैले ग्राइन्डर गरेर ल्याएको जुन मसला थियो त्यो मसला हाल्नु होला। अनि त्यसपछि त्यसमा थोरै बेसार आवश्यकता अनुसार र अनि स्वाद अनुसारको नुन हालेर यसलाई मजाले पकाउनु। हल्का यो खुर्सानी पनि हाल्नु अब स्वाद अनुसार। र यो चलाउँदै चलाउँदै एकदम मजाको वासना आउन थाल्यो हौ। यो वासना आउन्जेलसम्मलाई यसलाई मजाले पकाइराख्नु। अनि यो पकेपछि यो पाकिसकेपछि यसलाई के गर्नुहुन्छ? तत्काललाई बन्द गरेर राख्नुहुन्छ कि यसैमा त्यो सफा गरेर ल्याएको घोङ्गी हाल्नुहुन्छ? यसमै हाल्नुहुन्छ तबसम्मलाई चलाउनुहुन्छ। भनेपछि यो यसरी मजाले चलाइराख्नु। त्यो अनि सफा भएर आएको त्यो घोङ्गी यसमा हाल्ने हो। कस्तो मजाको ल हेर्नु। यो मसला पुरै भुटेर तेलहरू सबै भुटेर यस्तो अवस्थामा ल्याउनु भएको छ। अब यो तपाईको मजा आउँछ के पाकिसकेपछि यो खाने बेलाको भिडियो पनि यो खाने तरिका हैन। अनि यो ल आज म तपाईलाई कति बेला कुन मसला कुन आइटम हाल्न मिल्छ अब यो हेर्नु यो ल्याउनु भयो। अनि यो ल हेर्नु यो मजाले यो चिटिक्क भएर आएको छ। अलि अनि यसलाई पखालेर ल्याउनु भएको छ। यो मजाले हेर्नु सफा भएको छ चिटिक्क भएको छ। एउटा नि फोहोर छैन। अब यसलाई बिस्तारै यसमा हाल्नु हो। यो तरिकाले हाल्नु। त्यो भुटेको मसलामा हाल्नु हो। अनि यो मजाले यो हालेर चलाउनु हुन्छ। यसरी सबै यो एकैचोटि नहाल्नु। त्यो पखालेको पानीहरू पनि यसमा जान सक्छ। त्यही भएर यो हातले टिपी हाल्नु। अनि यसरी मजाले यसरी यसलाई चलाउनु क्या। अनि यसरी मजाले चलाइराख्नु। यसरी चलाउँदा के हुन्छ भने यो चारैतिर यो मसलाहरू जान्छ। अब यो बेसार हाल्नुभयो। नुन हल्का यसमा पनि नुन हाल्नुभयो। तर त्यो अघि हालेको नुन र यो दुईटैको कम्बिनेसन मिलाएर हाल्नु होला। फेरि यसमा थोरै पानी पनि हाल्नुहुन्छ। अनि त्यो तीनटै कुराको कम्बिनेसन मिलाएर कतिसम्मको अरे बाबा यो मसलाको झाँस आयो लाग्छ। आज साह्रै टेस्टी हुने भयो। अनि सबै कम्बिनेसन मिलाएर हेर्नु यसरी यो फ्राई भइहाल्यो। यसरी फ्राई पनि निकालेर खान मिल्छ। तर हाम्रो यो खास आजको खास रेसिपी खास सब्जी तरकारीको रूपमा फ्राई नै गर्नुहुन्छ। भन्नाले तपाईहरु यसमा झोल हालेर पनि खान सक्नुहुन्छ। तर यो खास आज यो फ्राई यो ग्रेभी जस्तो बनाएको छ। यसरी यो तरिकाले त होटलमा त टन्नै पैसा कमाइ हुन्छ हौ। मजाले हेर्नु त पुरै बास्ना आइराखेको छ। अब यो रेडी भइसक्यो लगभग। किनभने यो जति बेला उमाल्नु भयो नि त्यति बेलै पाकिसक्नु भयो हैन। खास यो मसलाहरू यो स्वादको लागि यसमा मिलाएको र अब यो मसलाको पानी थोरै पानी यो अलि चारैतिरको मसलाहरू एक आपसमा मिलोस् भनेर हल्का हल्का थोरै हल्का पानी हालेर यसलाई मजाले यो चलाउने। अनि ग्यासमा आगो
अलि हल्का हल्का रन्किरहेछ अलि तेज गर्नुभयो लु यो यसरी आजको सब्जी पाक्ने अवस्थामा छ अब यो लास्टमा यो के हो भन्नु त आलस भन्छ बाबा यो के हाल्नुभयो यसलाई आलस भन्छ यो थोरै आलस मिलाउनु हो यो स्वादको लागि र यो हेल्थको अनुसारले पनि यो अलि हेल्दी नै हुन्छ स्वास्थ्यको लागि लाभकारी हुन्छ त्यो अनुसारले यो आवश्यकता अनुसारको यो बेसारलाई के अरे बेसार होइन यो आलसलाई यसरी मजाले पिद्नु भएको छ उसमा भुटेको पुरै भुटेर पुरै यसलाई ग्राइन्डरमा ग्राइन्डिङ गर्नु भएको छ अनि यसलाई आवश्यकता अनुसार यसमा मिलाउनु भयो यो मिलाइसकेपछि त झन् आकर्षक देखिन थाल्यो ल यो उम्लिन थालेछ अब यो लगभग रेडी भइसक्यो यसलाई कति बेला यो गर्नुहुन्छ 5-10 मिनट ए 5-10 मिनट यसमा अझै आगोमा हाल्नुहुन्छ अनि यो त्यसपछि मजाले यो के भन्छ बटुकीमा राखेर अब खानुहुन्छ अब यो खाएको भिडियो पनि म तपाईँलाई देखाउँछु